ललितपुरको प्रयाग पोखरी चोक चाहिँ कति धेरै असुरक्षित छ भन्ने कुरा यो बारम्बार ठाउँमा चोरहरूले चोरी दोहोऱ्याइरहेकोले नै थाहा हुन्छ कि यहाँको सेक्युरिटी चाहिँ कति कमजोर छ भनेर। वडा कार्यालयमा कुकुरले टोक्यो भनेर खबर जाँदा मात्रै एक्सन लिनेहरू छन् हैन। कुकुरलाई छोडिदिँदाखेरि कति आनन्द थियो, कहिले चोरी भन्ने नै थिएन है। अहिले यो कुकुरलाई पनि कन्फ्युज भइसक्यो क्या। कुकुर पनि अब अनेक मान्छे आउँछ, कसलाई टोक्नु कसलाई नटोक्नु, नगर भन्यो है। फेरि एउटा कुकुर मर्यो, अर्को कुकुर मात्रै भयो। दुईटा कुकुर हुँदाखेरि एकदमै धेरै हाम्रो घर चाहिँ सुरक्षित थियो हैन। चाबी नलाई हिँड्दा पनि कहिले त्यस्तो केही घटनाहरू घटेको थिएन। अहिले चाहिँ यति धेरै असुरक्षित छ कि दिउँसो 12 बजे पनि चोरी भइ नै रहेको छ, 4 बजे पनि चोरी भइ नै रहेको छ, 5 बजे पनि चोरी भइ नै रहेको छ। यति धेरै कैदीहरू भागिरहेको छ भन्ने सुन्नमा आएको थियो। यो मान्छे कैदी हो कि चोर्नु आएको हो कि एडिक हो कि के हो अब केही नभेटेपछि भुइँ पुस्ने महँगो खाले देख्यो, भुइँ पुस्ने धरी लिएर गयो। हेर्नुस् यहाँ फेरि पनि आयो, यो फेरि बाथरुममा छिर्यो। स्याम्पू पनि चोरेर लानु बेर लाउँदैन, महँगो छ। अनि यो के हो